यो हप्तामा चाहिँ मैले 3-4 चोटि नै यसरी चिकन करी बनाएर खाएँ कि यो पोक चाहिँ सागसँग है यति मिठो हुने रहेछ नि। यो रेसिपी ट्राई गर्नुहोला। सुरुमा चाहिँ कराईमा मजाले तेल हालिदिने, 1 चम्चा जति जिरा फुराए, 3वटा खुर्सानी र 1 केजी चिकनलाई पहिला मजाले पर तेलमा ब्राउन नहुन्जेलसम्म फ्राई गरिदिने। यो चाहिँ यतिको ब्राउन भइसक्यो चिकन। अब चाहिँ यसलाई निकालिदिने। तेल चाहिँ अलि धेरै भएको जस्तो लाग्छ भने थोरै निकाल्दा पनि हुन्छ। मैले चाहिँ थोरै निकाले पनि तेल र त्यसपछि यसमा चाहिँ प्याज र लसुनलाई यतिको ब्राउन नहुन्जेलसम्म फ्राई गरिदिने। ब्लेन्डरमा चाहिँ मैले अदुवा, लसुन, गोलभेडा र हरियो खुर्सानीलाई ब्लेन्ड गरेर हालेँ। गोलभेडा चाहिँ 6वटा जति लिएको थियो। अब चाहिँ गोलभेडा यतिको पाकिसकेपछि काश्मिरी रेड चिली पाउडर 1 चम्चा हालेँ, थोरै चिकन मसला पनि हालेँ 1 चम्चा जति, त्यस्तै गरी जिराको धुलो पनि हालेँ 1 चम्चा र थोरै बेसार पनि एड गरेर मस्तले चलाइदिने यसलाई। र यसमा चाहिँ अब थोरै पानी एड गरिदिने, पहिला मसलालाई पकाउने र मसला पाकिसकेपछि चाहिँ अब कतिको तपाईँहरूलाई पानी चाहिन्छ त्यही अनुसार तातो पानी एड गरिदिने है यसमा। अब चिकन हाल्नुभन्दा अगाडि पानी चाहिँ मजाले उम्लेको हुनुपर्छ। यतिको भइसकेपछि अघिको सबै चिकन यसैमा एड गरिदिने र माथिबाट चाहिँ यसमा पोक चोई साग एड गरिदिने। नर्मली पोर्कसँग मात्रै बनाउँछ तर चिकनसँग पनि असाध्यै नै मिठो हुन्छ। त्यसपछि यसमा अब स्वाद अनुसार नुन हालेर छोपिदिने र 5-6 मिनट मिडियम हिटमा पकाइसकेपछि यो यस्तो दामी चिकन करी बनेर रेडी हुन्छ नि। यो चिकन करीको रेसिपी अब तपाईँले पनि ट्राई गर्नुहोला र फलो फर मोर रेसिपी।